गाँजा, विड अर क्यानाबिस के यो हाम्रो स्वास्थ्यको लागि सुरक्षित छ त? हाम्रो समाजमा गाँजाको बारेमा फैलिएको भ्रम र यथार्थ के हो यसको बारेमा छोटो कुराकानी गर्दैछु। नमस्कार, म तपाईहरुको फिजिशियन डाक्टर विवेक प्रभात शाह। सुरुवात गरौँ यसको भ्रमबाट। गाँजाको लत लाग्दैन, अर्थात् गाँजा एडिक्टिभ होइन, यो एकदमै गलत कुरा हो। गाँजाको लत लाग्दछ। गाँजाले फोक्सोलाई असर गर्दैन, त्यो पनि एकदमै गलत हो। गाँजाको सेवन गरेपछि यसले हाम्रो फोक्सो सँगसँगै मुटु र मस्तिष्कलाई पनि असर गर्छ। गाँजाको सेवन गरेपछि जस्तो सुकै रोग पनि यसले निको बनाइदिन्छ, त्यो पनि एकदमै गलत हो। कुनै कुनै रोगमा यसले काम गर्न सक्छ, तर अझै पनि धेरै अध्ययन हुन बाँकी नै छ। गाँजाको सेवन गरेपछि सवारी साधन चलाउन मिल्छ, त्यो पनि एकदमै गलत हो। गाँजाले हाम्रो ब्रेन एन्ड बडीको कोअर्डिनेसनलाई बिगार गरिदिन्छ, जसले गर्दा गाँजाको सेवन गरेको बेला हामीले सवारी साधन चलाउनु हुँदैन। गाँजाको सेवन गरेपछि यसले हामीलाई एकदमै क्रिएटिभ र स्मार्ट बनाइदिन्छ, त्यो पनि एकदमै झुट हो। यो त केवल गाँजा सेवन गर्ने व्यक्तिहरूको कल्पनामा मात्रै सीमित रहने कुरा हो। गाँजा गर्भवती अवस्थामा सेवन गर्दाखेरि यो सेफ नै हो कि भन्ने एउटा सोचाइ छ, त्यो पनि एकदमै गलत हो। यो रह्यो भ्रम। अब यथार्थ के हो त? यथार्थ इमिडिएट इफेक्ट र लङ टर्म इफेक्टमा छ, अर्थात् गाँजा सेवन गरेको केही पलमै हामीलाई कस्तो असर देखा पर्दछ। गाँजाको सेवन गरेपछि हामीलाई एकदमै हाई, एकदमै मुड एलिभेट गरिदिन्छ, हामीलाई रिल्याक्स बनाइदिन्छ, हाम्रो मुटुको चाल बढाइदिन सक्छ, मुख सुक्खा बनाइदिन सक्छ र हामीलाई धेरै भोक पनि लाग्न सक्छ। गाँजाको सेवन गरेपछि बेहोस पनि पार्दिन सक्छ, साथै कहिलेकाहीँ उल्टी पनि गराउन सक्छ। अब दीर्घकालीन रूपमा गाँजाको असर कस्तो हुन्छ त? यसले हाम्रो मुटु, फोक्सो र मस्तिष्कलाई नराम्रोसित असर गर्दछ, हाम्रो स्मरण शक्तिलाई बर्बादै बनाइदिन्छ र हाम्रो निन्द्रालाई पनि बिगार गरिदिन सक्छ। गाँजाको सेवन गर्ने व्यक्तिहरूलाई डिप्रेसन, साइकोसिस र एन्जाइटी जस्तो समस्याहरू आउन सक्छ। अरू पनि धेरै कुराहरू होला, मैले मुख्य कुराहरू भनेको छु। हस्त आजलाई यति नै। धन्यवाद।